गाइस यो चाहिँ खोटाङ र गाईघाट र खोटाङको सिमानामा रहेको पक्की पुल बनाउने कार्यक्रम भइरहेछ रहेछ। यो त एक वर्ष अगाडिदेखि सुरु भएको, अहिलेसम्म पनि केही गरा छैन। यो पिलर त 2 वर्ष अगाडिदेखि देखेको मैले, यो बिचको लगाएछ। अनि त्यो परको पनि पहिले नै देखाएँ मैले 1 वर्ष अगाडि। यो चाहिँ अस्ति नै अगाडिको उसले पानीले यस्तै उसले भत्काइदिरहेछ। यताको लठारोहरू थियो यस्तै चुटाएर है, अहिले त पुरै तलै झुन्डिसकेछ। कोसी पनि घटाएर रहेछ अचेल त, घट्या हो कि यता खोलेकोले गर्दा सानो देख्यो हो। काम चाहिँ द्रुत गतिमा भइरहेछ भन्छन्, तर खै 2-3 जनाले काम गरिरहेछ छैन त। खै कस्तो गरी साउन आएको भन, पहिले साउन आउँछ नि पछि ठोकिन्छ त है। यो यस्तरी खोल्सामा भएर होला यस्तो भएको, साउन्ड ढिलो सञ्चालित भइरहेको रहेछ। यता चाहिँ उदयपुर हो, यो चाहिँ कोसीबारी, यतापट्टि कोसीबारी चाहिँ खोटाङ। यो चाहिँ खोटाङ हो। म चाहिँ अब यहाँबाट यस्तरी उकालो यो उससे लागेकोतिर जाने हो। बस्दा बस्दा निन्द्रा लागेर मर्नै बेला भइसक्यो, अल्छी लागेर। नेट चल्दो रहेछ यहाँ बाइक आइरहेको रहेछ। अरे पुलै बाङ्गो भइरहेको नि, बाइक पनि लानु डराउँदै लाँदैछ। कहिले चाहिँ सकिन्छ र अनि ढुक्क हुन्छ यहाँ, सिधै काठमाडौँ टु खोटाङ। कोसी त यहाँ त सानो देखिरह त, खोलेकोले गर्दा सानो देखिया हो कि सानो देखिया छ हो, सानै हो कि सानो देखिया चाहिँ हो। होइन सानै रहेछ क्या सुकेर। पहिले त कति ठुलो लाग्थ्यो यहाँनिर, यहाँसम्म हुन्थ्यो, हरियो हुन्थ्यो। अहिले त कस्तो रातो रातो छ, मास्तिर बाढी आइरहेछ क्या अरे, अनि त्यस्तो भएको। एउटा पिलर यहाँ छ है, मजाले पानी सुकाएकै छैन। यहाँ चाहिँ काम भइरहेछ। कहिले सकिन्छ यो? म चाहिँ घर हिँडेको, अल्छी लागेर मर्नै बेला भयो। के गर्नु भइसक्यो यार, कस्तो निद्रा लागेको छ राम्रोसँग। गाडीमा पनि हल्लाइ गरेर सुत्नै पाइएन। बाइक लानु डराएर साथी एउटाले पछाडि एउटा पकेट राख्यो, कसरी हल्लेको पुल पनि ल डराइसक्यो। अनि सानो देख्छु त, खोला जत्रो देख्छु त यो कोसी त, दुध कोसी त 5वटा कोसी हो त खासमा त। क्या उता त पानी पर्न आँटिरहेको हाम्रोतिर त। ठोकाइ क्या भाइ।